केटाहरू छिसक्यो चार चार दिन हुँदा सो हेलो गुड मर्निङ नमस्ते टु एभ्री वान होइन आज फेरि हजुरहरू सामु उपस्थित भइसकेको छु आज मेरो डे 100 जर्नीको डे 100 टार्गेटको डे 4 जर्नी हो अनि आज चाहिँ म भर्खर उठेको आज काठमाडौँ गएदेखि छिटो उठेको आज हो क्या आज लगभग टाइम भनेको 7:30 त्यस्तो भयो होला नत्र 9 साढे 8-9 बजी नउठ्ने मान्छे हो क्या रास्ता थाकेको पनि छु जिउहरू दुखिरहेछ अस्ति काठमाडौँदेखि राइडदेखि आएकोले अहिलेसम्म दुखिरहेछ अनि गाउँ घर आएको कस्तो अनौठो देखियो क्या अब पहिले म केटिएम जाँदाखेरि 11 गते गएको 11 गते जाँदाखेरि यो मकैहरू सानो थियो यत्रो थियो अनि माथिल्लो बारीमा मकै यत्रो थियो माथिको सबै उठाइसकेछ यताको यत्रो भइसक्यो यता सबै उठाइसकेछ मकैहरू पुरै यत्रो भइसक्यो अरे दाइ अस्ति आइपुगेको त अरे कहाँ हिँड्दै आउनु अघि के भन्दै थियो भने ठ्याक्क मकैहरू ठुल्ठुलो भइसकेको छ दाइहरूसँग एकछिन अस्ति गेमको कुरा भयो भाइहरूले अस्ति जितेको अस्ति सबै जुनियर टिमहरू थियो भाइ सोल्डीहरू बबाल हान्नुभयो भन्दै हुन्थ्यो क्या दाइले वार्ड जितेको नि त अस्तिको पालि नगरमा अनि अब त्यस्तै हो आजको बिहानको सुरुवात बिहानै गरिदियो घाम त तर लागिसक्यो माथि नै 8 बज्न आँटिसक्यो मम्मी आफ्नै काममा हुनुहुन्छ व्यस्त गार्डनहरू पुरै सजाउने काम मम्मीको यहाँ पनि आइतबार मात्रै पूजा गर्नुहुन्छ होला आज म चाहिँ धेरै दिनपछि आएर अस्तिदेखि पढ्दै थियो कि थिएन यो पनि आज पढिरहेछ एक्जाम आएर हो कि एकाउन्टको तर के पढ्ने एकाउन्ट त सजिलो त भयो त पास भइहालिन्छ नि मैले त गरेन गराउँछ त गच्छहरू यस्तो लिङ्ग मैले गर्दा मात्रै गर्दा छैन पढ्नु तासै भएको छ पुरै मच्छर पनि हुँदैछ भोक लागेर फाक भइसक्यो के पाक्दैछ नि यो लो गाइस म्याउ म्याउ लो खोइ तेरो साथी खोइ तेरो साथी हाम्रो बोसहरू घरको यहाँ चाहिँ लेडी बोस फेरि यसलाई चाहिँ यहाँ आउने बित्तिकै होइन खुट्टा यस्तो गरिदिनुपर्छ यस्तो उठाउँछ उचाल चाहिँ अनि यहाँनिर यस्तो बनाइदियो डन छ यहाँनिर सब अराउने मात्रै अनि यो टोइलेट अस्ति भत्काएको अब यहाँनिर पुरेर यहाँ कोठा झिक्नु पर्ने छ कहिले पैसा कमाएर झिक्नु अनि यहाँ बहिनीले चाहिँ के खाँदैछ अङ्गुर सक्यो के पो अब यो अब के बैगन टाल्दैछ दाल त छैन होला है दाल त ओपो कान्छी पनि यत्रो भइसक्यो यत्रै छ जत्रोको त्यत्रै कति 9 क्लासमा हुँदाखेरि पनि यत्रो थियो होला अहिलेसम्म पनि यत्रै छ अब यो पनि थोरै पढ्ने काम छ बुकहरू पढ्दैछु यो बुक अब क्यास्ट्रोको रिचर्ड पुअर ड्याडको सेकेन्ड भर्जन रिच ड्याड अन्ली क्यास्ट्रो क्वाड्रेन्ट पढ्नुपर्ने अब एकछिन पढेर अनि खानपिन गर्नुपर्ने हुन्छ भोक लागिरहेको छ लास्ट चाहिँ हिजो भात नखाइसक्यो त्यो फाइनली खानपिन भइसक्यो लास्टै भोक लागिरहेको छ मलाई आज बिहानै खाना खायौँ कति 9:20 समथिङ लाइक द्याट भयो होला खाना खाइसकेर धन्दा गरिसक्यो आफूले खाएको धन्दा त आफै गर्नुपर्ने हुन्छ नि त घरमा भयो पनि अनि धन्दा गरिसक्यो अब म
ब्याक टु वर्क के भन्नु र आफ्नै वर्क अर्डर पनि छ बेग्लै होइन। त्यसमा पनि रिसर्चहरू गरिरहेको छु के कसो हुन्छ म तपाईँहरूलाई बिस्तारै भनि नै हाल्छु। अहिले नै चाहिँ होइन त्यसलाई के भन्छ त्यो टपिकलाई एक्सप्लेन गरि नहालौँ। त्यो राम्रो हुँदै गएपछि तपाईँहरूलाई पनि म देखाउने नै छु। अहिले चाहिँ एज अ सेक्रेटै राखिराखौँ। मैले त्यसको लागि रिसर्चहरू गर्नुपर्ने छ, कामहरू आफ्नो छ, कामहरू गरिरहेको छु। अब सक्सेस हुँदै गएपछि राम्रो हुँदै गएपछि म हजुरहरूलाई पनि अवश्य नै भन्नेछु, कृपया जोडिराख्नु होला। अनि अब एकछिन अघि पढेको बुकको च्याप्टरै सकेको छैन र फेरि होइन च्याप्टरतिर फोकस गर्दैछु। अब पढाएको तपाईँले के सुनाउनु होला भाइ कृपया जोडिराख्नु न है। अनुहार पनि राम्रो हुँदैछ मेरो हिजोभन्दा राम्रो बन्नु छ ल, त्यति नै हो मेरो उद्देश्य चाहिँ तराईमा यस्तो गर्मी छ घामहरू बाइकहरू सेकेर बसिरहेछ। अब यहाँ भरे बस्दाखेरि बाफ उठ्छ, यस्तो गर्मी छ नि। काठमाडौँ बसेर आएर होला, यता त बस्न सकिँदैन, तातो छ। घर यस्तो भयो नि केटाहरू आइरहेको छ हो, ज्यामा भन्नु रमाइलो गर्नु। मेरो अनुहार डाउन भइरहेछ है, गर्मीले लासगिरी भइरहेछ। यता सफिकेट भइरहेछ, यसलाई सास फेर्नु तलमाथि गरेछ। ओ के हो तेरो नाम? तन्किँदैछ सुतेर यो पनि गर्मी भएर सिमेन्टमा लडिरहेछ। चस्माहरू त कति छ गर्मीले मस्तै रुमहरू पनि सबै मेस्टअप भइरहेछ। बहिनीले आज धन्दा त पुरै गरे बबाल खालको। मस्त लडिरहनु छ के हो आउँछ अरेको गर्मीले। यहाँ त गर्मीले बस्न सकिँदैन। पुस्ता नम्बर 18 हो, सेमजङ हामी पुस्ता नम्बर 18 17 काका परो, त्यहाँदेखि मुनि बाजेहरू, त्यहाँदेखि अनि 18 देखि माथिको 19 20हरू 32 अनि के भन्छ नातिहरू पर्छ। हाम्रो चाहिँ चेम्जङको पुस्ताहरूको। तिमीहरू कस्तो हुन्छ पनि कुखुराहरू यस्तो खोकी नदेखेको कति भयो होला टोलियाले। सल्लाहहरू पनि कहाँ ल्याउनु भयो ढङ्गले। यस्तो खडेरी लाग्दछ धन्न हरियो पातहरू छ र अलिक राम्रो देखिन्छ। घर ठाउँहरू यस्तै हो। बाख्रा सुँगुरहरू कत्रो भयो तपाईँलाई देखाउँछु म 14 दिनको अन्तरमा। हेलो अहिले त घाँस त मजाले पाउँछ होला। यो चाहिँ मौ बच्चा है यो। यसलाई पनि बाँध्ने बेला भइसकेको छ। यत्रो त्यस्तो मजाले बाँधिँदैन थियो पहिले, छोडिदिउँ जुत्ताहरू। फुटबल खेल्नेहरूकोमा यस्तो जुत्ताहरू कति हुन्छ फेरि च्यातिहाल्छ। टोली के छ? वाट्सअप माई फेलोज सन्चै हो। लिम्बू घरमा सुँगुरहरू भएन भने त के लिम्बू भन्नु। जाडो अक्सिजन बनाउँदिनँ हामी। एकचोटि त आँप पनि फलेन जस्तो दामी फल्दै यहाँ मिठो खालको। ल हेर्दै गर्नु होला, चिसो लागिरहेछ झन् जाडोदेखि गर्मी आएको। खोइ क्लाइमेट वेदर चेन्ज भएर के हो पनि चिसोमा रुगा मार्की लागिरहेछ मलाई त। यहाँ पनि यहाँको आँपहरू खोइ फलेन, एउटा दुइटा फल्छ। यहाँ पनि मिठो फल्छ नि अब त। यस्तो खालको पाक्न आँट्छ मन आँट्छ। लाइन आएछ। टाइम टु वास क्लोथेस। अस्ति काठमाडौँबाट आएको लुगाहरू पनि धुइसकेको छ सबै, पुरै भिजाइरहेछ। धुनुपर्ने यत्रो ज्याकेटहरू कसरी धुनु, गाह्रो। गर्मीले पाकेर मन आँट्यो।
टु मच हट इन तराई रिजन फेरि काठमाडौँ लाग्दिनुपर्छ जस्तो छ ओइ त पढ्नु पर्दैन बरु सोध क्या फोन चलाएको एक्जाम आइसक्यो त्यसरी हान्ने हो अनि अलिक सजिलो हुन्छ त्यसो त अलिक पछि मात्रै धुनुपर्छ त फाइनली लाको बेस्ट बल्ल धुइसकेँ यो अगाडिको यो सजिलो सजिलो त हिजो धुएको अनि हुडी चाहिँ धुइसकेँ सेतो अब खै कहिले हुन्छ जोस चलेपछि धुन्छ बेलुकातिर धुन्छ होला हौ लाखे लुगा त चरिरहेको रहेछ त बहिनीको अझै लुगा हिजो धुएँ अब एउटा बाँकी छ अब पालो मेरो हल्का एक्सर्साइज गर्नेको पालो हो क्या पुसअप पुसअप हान्ने हो म्याम के हो ट्रेडिङ हो यो चाहिँ नेपालको म्याप बनाउन आँटेको हो होइन यस्तो हुन्छ नेपालको म्याप बनाउनु सुरुमा यस्तो हुन्छ रातो निलो रातो हरियो निलो यता चाहिँ के हो केटाकेटी रुँदैछ त read book this will help you to take you in the next level the way you think म हल्का एक्सर्साइज गर्छु त्यसपछि फेरि नुहाइ गरेर होइन नुहाइ गर्छु अनि त्यसपछि के हुन्छ गर्दै जान्छु ओ तेरो भोलि कहिले एक्जाम छ अनि भोलि एक्जाम पढ्नु पर्दैन एकाउन्ट होइन सामाजिकको लेख्नु आउँछ कि आउँदैको नि पछि के एक्सर्साइज गरेको देखाउँ होस् ट्राइपोडै छैन ट्राइपोड लगाइसकेपछि चाहिँ डेली लाइफ यसरी नै हाल्ने राख्छु अनि आज डे 4 मा पनि जोडिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ यसरी नै जोडिराख्नु होला च्यानल चाहिँ 200 पुग्दाखेरि मोनेटाइजेसन हुनुपर्छ अब वर्कआउट गर्छु हल्का एक्सर्साइज गर्छु धेरै त गर्दिनँ त्यो पुसअप सुसअप हान्छु अनि त्यसपछि म नुहाउँछु फ्रेस भएपछि अलिक इनर्जेटिक मोडमा म फेरि हजुरहरूसँग आउँछु Ready for run on it, ready for jump on it. Tag team in fire truck, we pump on it. Heads up high, we burning up the sky. We got the dead hard way, we got the come on fire. I like to make you head, you got a jet. I make you see no mind at all. Girl, I got this song, I know you like. So come on, push it on me, if it feels alright. Put it up in the low and break. फाइनली अलिअलि एक्सर्साइज गऱ्यो बाइक स्टार्ट भएन बाइक एकछिन स्टार्ट गर्दाखेरि थाक भयो पसिना पुरै आइरहेछ कि होइन अब यस्तो एकछिन रेस्ट गरेर नुहाउँछु नुहाएर अनि हामी म निस्किन्छु यहाँ थोरै कामहरू छ प्रोजेक्टहरू छ हो मेरो प्रोजेक्ट जोडिराख्नु होला कस्तो देखेको छ नि हल्का बल्की हुनुपर्छ क्या हल्का स्ट्रङ हुनु पऱ्यो स्ट्रङ फाइनली नुहाइ गरेर फ्रेस भइसक्यो अब चाहिँ म यी बुक दुइटा छ 48 Laws of Power of Think and Grow Rich त्यो चाहिँ अब म एक्सचेन्ज गर्न गइरहेको छु कोसँग भन्दाखेरि माई बिलभ ब्रदर निरज सेमजङ लिम्बूकोमा गएर मैले एउटा 1 दर्जन बुक किनेको थिएँ क्या अनि मैले आधी थियो उसँग आधी थियो अनि एक्सचेन्ज गर्दै पढ्दैछु मैले यो बुक पढिसकेँ अब उसलाई दिएर उसले पढिसकेको बुक ल्याउनु पर्ने किन चस्मा लगाएको भने नि ठ्याक्क गर्मी छ क्या खाने त्यही भएर शीतल होस् फिल होस् भनेर लगाएको Nobody knows. पुरै धमाधम गइरहेछ बाजे पुरै तास हान्दै रहेछ बाजेहरू म्यारेज यो निरजकोमा बुक चाट्नु पुरै धमाधम गइरहेछ यसले नि आइसक्यो खेल्नु यसलाई टाइम पास चाहिँ दामी हुने रहेछ जस सुतिँदैन यसो एक्सर्साइज पनि हुन्छ पैसा गर्ने सर्लाक सुलु मारिदिन्छ म्यामबाट एउटा स्टार छैन बिस्मिल्ला यसले काटेको बिस्मिल्ला लु त यसले दियो मैले हेर्छु नै पुग्दैन तपाईँलाई कहाँ दिनु
म तान्छु नि बरु मारियर खायो त बिस्तारै खायो के को भाषा इट्टाको यहाँ लाग्यो सर्न यहाँ पुग्नु त भयो त्यो पुगिसक्यो नि त्यसै पुगिहाल्छ नि भने नदिए नि पुग्थ्यो तान्दा नि पुग्थ्यो त्यसले झन् ट्याक्कै होइन के को भाषा पानको भाषा होइन इट्टाको भाषा इँटा भाषा भनेपछि इँटाको पानाको भाषा हो त्यो लगिहाल्छ नि माले हो यहाँ मरिसक्यो कहाँ मर्नु होइन पहिले हेरौँ माल हो मालै छ क्या मालै छ नि यो होइन भान्जा यो पनि हो नि होइन होला खोइ त दुईटा चाहिँ छ कस्तै बिर्सिनु पर्छ भुलिन्छ कि भनेर फाइन भनेर गर्दैछ त्यसले यो त हो नि खतरा खेल्नु कोही राइहाल्ने त्यो फेलले अर्को गएर आइहाल्ने मैले तानेको छु कि सुनेको छैन के दिस मैले त फालेको चौका पानाको चौका झडक छेडक्कै एकचोटि हेऱ्यो भने मालै माल्छ जो यहाँ छैन एकचोटि फाल्दिउँ न होइन चान्स दियो त्यो ठ्याक्सेको झ्याली अघि मारेर नमारी बसेको नि अहिले एक किलो कहाँ मर्यो मेरो मलाई माल थाहा थियो नि जिन्दगी नै यस्तै हुन्छ बुक एक्सचेन्ज गर्नु गएको बुककै दिनु मात्रै भ्याउने भयो म्याच पनि जाने होइन म्याच पनि जाने होइन यो बुक कहाँ राख्दिनँ सोल्छु अघि खोजेको खोइ कल त ए हावा त अहिले कहिले कहाँदेखि आएको यार अहिलेसम्म चाहिँ हावा नचलेर गर्मी त्यहाँ निरजको घर पुग्दाखेरि अनि कालो भइहाल्छ कालो होइन अब म त हाम्रो यहाँ त यहाँ राख्छु नि त्यसो हट्छ है हट्छ होला त्यसरी क्या अलिक शीतल हटिहालिन्छ नि त्यसमा छोड हिँड्न छिटो भाइ तिमी हल्ला नगर त अब निरजको त सेयर पर्छ अरे हाम्रो त छैन अब लाग्यो पौडी खेल्नु पो सिसाङ खोला कम्ती बेला परेको छ 25,000 जस्तो कम्ती यसलाई चाहिँ 5,000 जति चाहिँ पुग्छ कि त्यो लाग्यो फेरि सुपर जाँदै जाने अरे सुपर जाँदै जाने अरे लेट्स गो राइट नाउ हामी घटाङको बाहिर पौडी खेल्ने ठाउँमा आइपुगिसकेको छौँ त्यहाँनिर हाम्रो पौडी हान्दैछ केटाहरू पनि थुप्रो आएको रहेछ भाइहरू पर सिस्टरहरू पनि आउनुभएको रहेछ पौडी खेल्नु चाहिँ नआउने ठिक हुन्थ्यो होला छोरी मान्छेहरू चाहिँ छोरा मान्छेहरू पौडी खेल्ने छोरी मान्छे पौडी खेल्नु थाउँथ्यो उता नभएको छोरा पुग्दैन अलिक सानो ठाउँ थियो स्कुटरहरू त्यो बजाए जस्तो छ हाम्रो निरज सर पनि आउनुभएको छ आज कति दिनपछि गेन्जुसु हो कि रियल हो थाहा छैन मामा खोइ कता गएको घुम्ने लगाएको हो त्यसलाई घुम्ने रुख हेर्दैन म्यान बाटोमा लोकेसन चाहिँ गल्छ यतादेखि यहाँदेखि त कलरै आएन कि यतादेखि चाहिँ कलर आएको ट्यापको पाहाडको फेरिमा छ सबको दोभानमा यता चाहिँ चिसाङ खोला यता भुवा खोला यहाँनिर देउलिङ्गे मेला लाग्छ यहाँनिर छ हाम्रो म्यान मान्छे चिसो होला बाबा पौडी खेल्दै चाहिँ नखेल्नु भएछ त्यसमा परिरहेको छु पौडी खेल्न आयो म्यान पौडी खेल्न आउनु थाल्यो कच्छुवा टोटोराइज हो निस्किने नो मोर प्यासेन्ट अब हाम्रो हिरो नि फर्ममा आइसकेपछि नआउने कुरा हुँदैन अब पनि नुहाइदिनु पऱ्यो अब फर्ममा आएर नुहाएर भिजेर यो फेरि यो ट्र्याक लगाएको छु यो ट्र्याकमा खेलिदिनु पऱ्यो बक्सर पनि लुट्छ बक्सरमा फेरि पुरै कट्टो फुस्क्यो भने ट्र्याकको बबल हाल्छ भने एकछिन पौडी खेल्नु निस्किन्छु
भिडियो गर्दा त हुन्थ्यो फोनको डिस्प्ले भन्दा सबै फुटिरहेछ क्या त्यही भएर पानी सबै पस्छ दामी हुन्थ्यो हाम्रो एडमिन कहाँ हरायो पर्छ ल डुब्की हान्यो त डुब्की म पनि सिरिहालेँ बेस त खोल्ला नि ल 1 2 3 डुब्की हानेको म पनि आउँछ अनि छिटो हानु त बबाल दिन्छ हल्का पानी परेर रोकिँदाखेरि अन्त चाहिँ पौडी खेल्दा दामी हुन्छ कि जाडोले मरिन्छ केटाहरू छिसक्यो ल म पनि अब हानिदिनु पऱ्यो एकछिन पौडी खेल्दा यहाँ गिर्ती भयो त्यो चिलाउने निस्किने जस्तो लाग्छ त्यही भएर नखेल्नु नखोजेको क्या म बिहान फ्रेस भइसक्यो बबाल देखिन्छ नि पहाड उयो माथिदेखि बबाल देखिन्छ क्या यहाँदेखि तल यहाँदेखि क्या पानीको लेभलदेखि तल दामी देखिन्छ अहिले हेर्दाखेरि आँखाले चाहिँ बबाल देखिन्थ्यो अब यो भिडियोमा कस्तो आउँछ ल अब सो यो लिन्छ नि अलि तर क्यामेरा कस्तो आउँछ देखिन क्या ब्राइटनेस पनि कम छ अब हामी घरतर्फ लाग्छौँ यस्तो मान्छे भइसकेपछि बक्समा खेल्नु नमाग होला बक्समा मात्रै लागेको थियो त्यो पनि जस्तो त्यही भएर यति खेल्यो भिज यो अहिले पनि सुक्दैन होला अब यति घर जाने हो कटो लाउने हो नि फेरि भलिया खेल्न आउने हो आज भलिया कता आउँछ भलिया खेलेर इन्डी गर्नुपर्ने छ मेरो ब्लग पनि This is how my day is going right now. Yes. यो अब मोनिटाइजेसनको नाममा टाइजेसनको नाममा भिक्टोरी सेलिब्रेट गरेको हो क्या अहिले नै होइन अब यही हो त भिक्टोरीको एचिभिङ गर्नु पर्यो नि त इमेजिनेसन गर्नु पर्यो नि त पौडी खेलेर थाकिरहेको सबजना चिसो खाएर अब घरतिर लाग्ने हो न भिडियो गर्दिनँ कालो कालो आउँदो रहेछ यहाँनिर सबैजना कि पौडी खेलेर कालै भयो होइन दामी गरी बर्थडे बसेर खाने हो क्या त्यत्रोमा त त्यो त अनि जाडदेखि छ मै जस्तै देखिन्छु थोरै भातीको जाड चिया खानुहुँदैछ मैले पृथ्वीले मेन्सन गरेर चाड चाख्दिनु त पिरो छ त्यस्तै गाउँ छाँदै थियो मिडिया छानेको थियो होइन अहिलेसम्म त हुन्थ्यो नि त अब माइजू भएकोमा मामा यहाँ नेपालै आउँदैन थियो क्या माइजू त्यही माइजूसँगै अब गाउँको एक महिनादेखि हेर्न उतै लपरेको रहेछ नेपाल त आउँदैन थियो पैसा नि पठाउँदैन बाध्य गर्थ्यो क्या उसले खाजा सजा खायो जाड पनि चाहेको खाजा मिठो रहेनछ खाना चिज चाहिँ होइन जाड मैले भनिहाल्यो चाख्दिनु भनिहाल्नु भयो चाखिदिएको त्यही भएर अब हामी चाहिँ जान्छौँ भलिबल खेल्नु टोलीहरू अघि आइसक्यो कि छैन थाहा छैन म्यासेज चाहिँ गरेको छैन ग्रुपमा र यस्तै अघि पौडी खेल्न गयो आयो आज त नुहाउनु पनि 3 चोटि नुहाइसक्यो बिहान नुहाएँ पौडी खेल्दा नुहाएकोसँग पौडी खेलेकोलाई नुहाउनु भन्नुहुन्छ भने चाहिँ त्यो पनि नुहाएँ त्यो पनि नुहाएँ अनि घरमा आएर फेरि नुहाइदिएको त्यस्तो ग्रुपमा अनि कतिजना मान्छे नुहाएको हुन्छ कस्तो कस्तो हुन्छ त्यही भएर आएर नुहाउनु पर्ने हुन्छ अब हामी चाहिँ ठ्याक्क बल खेल्नु जाँदैछौँ सिधै ग्राउन्डमा भेटौँ होला हल्का खेलेको भिडियो बनाइदिन्छु अनि ब्लग एन्ड हानिदिन्छु अनि किप वाचिङ मी होइन मोनिटाइजेसन चाहिँ हुनु पर्यो जसरी पनि है गाइज आई एम पुटिङ एभ्रिथिङ इन एभ्री भिडियो अब चाहिँ मोनिटाइजेसन गर्नुपर्छ जसरी पनि कन्टेन्टहरू त यस्तै हो ल रेगुलर भएकै आउँछ अबदेखि मेरो रेगुलर
नाइस प्ले 15-9 है Sorano Zate versus Kira. Nice service. क्यों यसले के खाएर आयो आज ब्रोइलरको दाना खाएर आयो क्यों नाइस ब्लक मास्टर ब्लक 18-9 20 को मत 20 को 10-18 लास्ट ल ओभर राम्रो देखिँदो रहेछ त्यो क्या यो आज खोइ के भएर मेरो नि अघि खेल्दाखेरि यहाँ माथि मात्रै लाग्दै लाग्दैन हातमा नि गेम जित्यो फाइनली जातेली ब्रान्ड भने जातेली ब्रान्ड हो गेम जितिसक्यो साथसाथै घाम पनि अस्ताइसक्यो अनि हाम्रो भोट पनि अब अन्त्य हुन्छ के हो पैसा पाइस् बादले खुकुर कटेछ नेक्स्ट बसिन्छ त्यसपछि घर लागिन्छ आज अहिले पनि फुटबल अब गरेर आउनु होला आज दिन्छु बिहान नगर्ने हो नि चोटि हुन्छ अब त ल बल भयो गेम बल भयो राम्रो भयो भिडियो गर्नु पाएन त्यो म आफै फ्रिजमा थिएँ अरू कसैले गरिदिनु थिएन त्यो भएर बबाल भयो रमाइलो भयो के बच्छु ग्यास फाइनली रुमको घर पनि आइपुगिसक्यो अब त्यहाँ तल्लोपट्टि हो त अब आजसँग अब नुहाएर म नुहाएर फ्रेस हुन्छु तर भ्लग चाहिँ अझै अन्त्य गरिदिनु पऱ्यो मेरो आजको भ्लग नामालाई एडिट गरिदिनु भयो कि भएन अर्को त्यो डे 3 अथवा डे 4 डाल्दै छैन नि कपी त दाइ मलाई जस्तो मम्मीले बनाएको होला ल कि अझैसम्म हेरेर 7 दिन भएको भने धेरै धेरै धन्यवाद छ यसले पनि 7 दिनु होला सम्पूर्ण भ्युअरहरूलाई म्याच छ लभ यु गाइज